गाउँघर पनि दिक्क लाग्छ त्यो दिनदिनै घाँस काट्नुपर्छ मकै रोप्ने बेला पनि भइसक्यो पानी नभएर भुइँमा सुक्खा लागेर झारै नउम्रिने भइसक्यो त्यहीमा त्यो झिक्राहरू कति टिप्नु पर्ने कति बजिसक्यो रात त परिसक्यो गाईले घाँस हाल्नु पर्ने ल 6 बजिसक्यो म जाउँ कि बहिनीलाई पठाउँ घाँस हाल्नु चाहिँ म घरमा काम छ बहिनीलाई बहिनी ल गाईलाई घाँस हालेर चाहिँ म घरको काम गर्दै गर्छु गाईलाई घाँस पनि मै काटिदिनु पर्ने घरमा गएर खाना सब्जी मै पकाउनु पर्ने म त यो घरको नोकरी नै हो कि के हो A few moments later. तिमीलाई पर्खेको 1-2 घण्टा भइसक्यो किन यति ढिलो आएको मलाई कहाँ त्यति सजिलो हुन्छ घरदेखि बाहिर निक्लिनु घरको सबै काम गर्नु पर्यो खाना सब्जी पकाउनु पर्यो घाँस दाउरा गर्नु पर्यो घाँस काट्नु पर्यो अहिले त्यो पनि गाईलाई घाँस लागि नै आएको तिमीलाई भेट्नु अहिले तैँले थाहा पाउनु भयो नि मार्नुहुन्छ A few moments later. होइन यो बहिनी घाँस लाउनु गएको 2 घण्टा भइसक्यो कता चाहिँ गएछ होइन एकचोटि त हिँड्नु जानु पर्यो यहाँ कता गएछ होइन गाईलाई घाँस लाउनु गएको त गाई यता छ तेरो गाई त यो पो चलाइ त म